कसलाई घुसपेट गराएर किन शिक्षक कोट्यो, कसलाई घुसपेट गराएर किन शिक्षक कोट्यो। कति शिक्षक घाइते भए, कति आँखा फुट्यो, कति शिक्षक घाइते भए, कति आँखा फुट्यो। सधैँ पुलिस हात उठाउँछ प्रत्येक जनतामाथि, सधैँ पुलिस हात उठाउँछ प्रत्येक जनतामाथि। किन सरकार आदेश दिन्छ, किन हुन्छ घाती, किन सरकार आदेश दिन्छ, किन हुन्छ घाती, किन सरकार आदेश दिन्छ, किन हुन्छ घाती। किन परेड खेल्न खोज्छौ हाम्रो रगतैमा, किन परेड खेल्न खोज्छौ हाम्रो रगतैमा। यस्तो सरकार कहाँ होला र विश्व जगतैमा, यस्तो सरकार कहाँ होला र विश्व जगतैमा। सधैँ पुलिस हात उठाउने प्रत्येक जनतामाथि, सधैँ पुलिस हात उठाउने प्रत्येक जनतामाथि। नभइदेऊ तिमी घाती बन हाम्रो साथी, नभइदेऊ तिमी घाती बन हाम्रो साथी, नभइदेऊ तिमी घाती बन हाम्रो साथी। विद्यार्थीको भविष्य नै अन्यलमा पारे, विद्यार्थीको भविष्य नै अन्यलमा पारे। लुट्न सक्ने यो सरकारले गरेन जारी, लुट्न सक्ने यो सरकारले गरेन जारी, लुट्न सक्ने यो सरकारले गरेन जारी, लुट्न सक्ने यो सरकारले गरेन जारी। नमस्ते, म लोकदोहोरी गायिका अन्याय अत्याचार विरुद्धको गायिका बिन्दु कार्की। केही समय म बाहिर छु। जुन अहिले नेपालमा घटिरहेको घटना छ, हाम्रै देश नेपालमा जुन घटना घट्यो त्यो एकदमै निन्दनीय छ। यसमा मेरो श्रीमान पनि घाइते हुनुहुन्छ। श्रीमान लगायत धेरै शिक्षक गुरुहरू घाइते हुनुभएको खबर मैले बीच बाटोमा आएर थाहा पाएँ। म केही दिन अगाडि नै बाहिर गइसकेको थिएँ। खबर बीचमा सुने, न्युजहरू हेरेँ। यो दादागिरी, यो दमन, यो सरकारले गरेको अन्याय अत्याचारको विरुद्ध जनतामाथि जुन लाठी प्रहार भइरहेको छ, शिक्षकहरू पनि जनता नै हुन्। हिजो तिनै शिक्षकलाई चाहिँ प्रयोग गरेर आफू त्यो सत्तामा पुगेका, सत्तामा बसेका केही व्यक्तिहरूले शिक्षकको के थियो हिजोको भूमिका भन्ने कुरा पनि बुझ्न जरुरी छ। यहाँ अभिभावकले पनि बोल्नुपर्ने जरुरी छ। किन भन्दा सबै शिक्षकहरूले राजनीति गरेनन्। जुन मेरो शिक्षक, मेरो श्रीमान घरबाट आवाज उठाएर सडकमा आउनुभयो, सडकमा आइसके पछाडि त्यहाँ टार्गेट गरिएको थियो। उहाँले जुन कुरा सरकारप्रति गर्नुभएको थियो, सरकार ठिक छ, यो सरकारले जे गरेको छ राम्रो गरेको छ भनेको भए सायद आज उहाँ लाठी चार्जमा पर्नुहुन्थेन होला। आँखामा समस्या देखाएको छ, यहाँ टाँका लगाएको छ, मैले त भेट्न पाएको छैन। म बाहिर छु काम विशेषले। मैले अर्जेन्ट मेरो काम लिएर म यहाँ आएको हुँदा यो काम सफल पारेर म फर्किन्छु। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गरी शिक्षकहरू सबैलाई चाहिँ छिटोभन्दा छिटो रिकभर भएर आफ्नो जुन हकको लागि लडिराख्नु भएको छ त्यो हिसाबले लड्नु होला भन्न चाहन्छु। र अर्को कुरा, शिक्षकले शिक्षा दिएको हो, शिक्षक छैन त्यसै रोडमा आएको छैन। हिजो शिक्षकहरू पनि झोले थिए भन्ने मैले गीतबाट पनि व्यक्त गरेकी छु। अब त केही परिवर्तन, हिजो विकल्प थिएन, अर्को व्यक्ति पनि झोले थियो, शिक्षक पनि झोले हुनुहुन्थ्यो, अरूहरू पनि झोले हुनुहुन्थ्यो, हामी सबै जनता झोले थियौँ। केही विकल्पका बाटाहरू आइसके पछाडि हामीले पुरानो केही चिजहरूलाई परिवर्तन गर्नुपर्छ। तिनै शिक्षकहरूबाट शिक्षा लिएर त्यो ओदामा बसिसकेका मन्त्रीज्यूहरूले पनि अलिकति बुझ्न जरुरी थियो। जहाँ शिक्षकले आन्दोलन सही तरिकाले, जहाँ आन्दोलन नेपालमा सही तरिकाले भएको हुन्छ त्यो बीचमा घुसपेट गराएर शिक्षकमाथि जुन अभद्र व्यवहार गरियो, जति घाइते बनाइयो, त्यो जिम्मा कसले लिन्छ? कसैले पनि लिन्न। जानेको जिन्दगी जान्छ। तर तपाईहरु आफू चाहिँ सचेत बनेर एउटा सचेत नागरिक हो। शिक्षा पेशा भनेको एउटा मजबुत पेशा हो, अरूलाई शिक्षा दिने पेशा हो। हिजो
तपाईहरूले नै पढाएका चेलाहरू कति माथिल्लो तहमा हुनुहुन्छ, आज तपाईहरूलाई लाठीचार्ज गर्नुभएको छ। यो एकदमै निन्दनीय छ। यो हामीले यो नेपाल सरकारले गर्न खोजेको के भन्ने कुरा हामी सबैलाई थाहा छ। शिक्षकले कुनै पनि फोहोर नगरौँ, आफ्नो वेमा राम्रो तरिकाले एउटा सभ्य र भव्य हामी सभ्य नागरिक हौँ, हामीले शिक्षा दिनुपर्छ, केही कुरा सिकाउनुपर्छ भनिरहेको आन्दोलनमा चाहिँ जबरजस्ती गर्ने, उताबाट ढुङ्गा मुढा प्रहार गरिसकेपछि यताबाट शिक्षकले पनि प्रतिकार गर्दाखेरि घाइते हुनुभयो होला। तर त्यत्रो दिनसम्म उहाँहरू घाइते हुनुभएको थिएन। र अर्को कुरा के भन्न चाहन्छु भने नेपाल सरकारमा रहनुहुने मेरो सबै जुन मातहतमा हुनुहुन्छ उहाँहरूलाई विनम्र अनुरोध के गर्न चाहन्छु भने शिक्षक पनि त्यसैमा भिडाउने, डाक्टरहरूको पनि हिजोदेखि आन्दोलन भइरहेछ। सबै बिरामी यसै मार्ने, विद्यार्थीको 50 लाख भन्दा बढी विद्यार्थीको जीवन बर्बाद भएको छ। अभिभावकहरूले स्कुलमा फी तिरिराख्नु भएको छ, इभन मैले तिरेको छु होला। कोही शिक्षकहरूको बोर्डिङमा पढाउनु भएको छ होला। हिजो विकल्प थिएन सरकारी स्कुलमा, मैले पनि बोर्डिङमा पढाएको छु। म ढाँट्दिनँ, किन भन्दाखेरि हिजो सरले जागिर खाँदाखेरि जम्मा 5-25 सयको जागिर थियो। उहाँले जब लोकसेवामा नाम निकालिसक्नुभयो, त्यस कारणले यता न उताको हुने भएर बाबुलाई चाहिँ बिचमा पर्ने भएको भएर मैले बोर्डिङमै राखिराखेको छु। यो मेरो कमजोरी थिएन, त्यति बेला बाटो थिएन, अब राख्न सकिन्छ। किनकि अब पछिल्लो सन्तानलाई चाहिँ सरकारी स्कुलमा चाहिँ राख्ने बाचा म पनि गर्दछु। यहाँ अर्को कुरा के छ भन्दाखेरि जहाँ सबै छ त्यहाँ भिडन्त गराउन खोज्यो किन सरकारले भन्ने कुरा हो। खासमा पुलिस दाजुभाइहरूलाई पनि म भन्छु कि हामी बिचमा तपाईँहरू उभिएर उता प्रतिकार गर्न मिल्दैन र? मिल्छ नि। भोलि हाम्रो छातीमा तपाईँहरूको बुर्जुता, तपाईँहरूको लाठीचार्ज, तपाईँहरूको ढुङ्गा, तपाईँहरूको असुल ग्यास जति छर्किएको छ नि, भोलि यो देश नेपाल नरहे पछाडि तपाईँहरूको छातीमा पनि अर्कोले परेड खेल्नेछ। त्यस कारणले मेरो आदरणीय दाजुभाइ, मेरो प्रशासन दाजुभाइ दिदीबहिनीहरूलाई के भन्न चाहन्छु भने मान्ने आदेश मात्रै मान्नुपर्छ, नमान्ने आदेश नमानिदिनु होला। भोलि तपाईँहरूको यो तपाईँहरूलाई युज गराएर जनता भिडाएर तपाईँ मरे पनि म जस्तै नेपाल आमाको छोराछोरी हो, शिक्षक मरे पनि म जस्तै नेपाल आमाको छोराछोरी हो, डाक्टर मरे पनि म जस्तै नेपाल आमाको छोराछोरी हो, वकिल जो जनता हामी एउटा निमुखा वर्गदेखि मध्यम वर्गदेखि पुँजीपति वर्गको मान्छे मरे पनि यो नेपाल आमाको छोराछोरी हौँ। त्यस कारणले भिडाउने कामलाई चाहिँ कम गरेर आफूले जे सक्नुहुन्छ, तपाईँहरूले हिजो कसम के खानु भएको थियो त्यसको चाहिँ एकदमै मर्यादा राख्नु होला, आफ्नो इज्जतमा बस्नु होला, आफ्नो स्वाभिमान नभुलिदिनु होला। जे भयो भयो, यो तपाईँहरूलाई युज गरेको छ सरकारले। भोलि तपाईँहरूले यो सरकारले सत्ता छोडेर यो देश कसैले, हाम्रो नेपाल देशलाई कसैले लियो बेच्यो भने पछाडि तपाईँहरूको छातीमा परेड अरूले खेल्नेछन्। त्यो परेड खेल्नबाट तपाईँहरू बस्नु होला। हिजोसम्म जे गल्ती गर्नुभयो त्यस पछाडि अबको आजको दिनभन्दा पछाडि तपाईँहरूले यो हरकत चाहिँ नगर्नु होला। र शिक्षक आन्दोलनमा रहनुहुने मेरा शिक्षक गुरुहरू, मेरो श्रीमानदेखि लिएर सबै शिक्षकहरूलाई म सम्मान गर्न चाहन्छु। घाइतेलाई फेरि पनि शीघ्र स्वास्थ्य लाभको कामना भन्न चाहेँ। र हाम्रो शिक्षा महासङ्घ, शिक्षक सङ्घ अध्यक्ष हाम्रो लक्ष्मी किशोर सुवेदी सरलाई विनम्र अनुरोध गर्न चाहन्छु। र मेरो दाजु आफ्नै त्यही होइन्छ केशव भण्डारी अनि मेरो जेठाल दाजु बुद्धिसिंह विष्ट, उहाँहरू तपाईँहरू एकजुट भएर अगाडि बढ्दै गर्नुहोस्। तर घाइतेलाई रेस्टको लागि घरमा राखिदिनुहोस्। भोलि आफै मरे पछाडि उहाँहरूले त पाठ सिकाउनु भयो तपाईँहरूलाई, घाइते हुनुभयो, अगाडि बढ्नुभयो। अब तपाईँहरूले सहज तरिकाले घाइतेलाई रेस्टमा राखेर घाइतेलाई निको हुने गरेर तपाईँहरू बेड रेस्टमा राखिदिनुहोस्। किन भन्दाखेरि भोलि मरेरै राज्य प्राप्त गर्नुपर्छ, मरेरै सबै कुराहरू प्राप्त हुन्छ भन्ने होइन। यो सरकारले गरेको दमन, यो पुलिसले गरेको दमनलाई चाहिँ तपाईँहरूले बिस्तारै यसको नगर्नुहोस् भनेर शान्तिपूर्ण तरिकाले जानुहोस्। तर घाइते शिक्षकहरूलाई चाहिँ आन्दोलनमा देखेँ उहाँहरू जबरजस्ती आउनु भएको हो अथवा आउनै पर्छ भन्ने हो अथवा आफ्नै मनले आउनु भएको हो भने पनि तपाईँहरू रेस्ट गर्नु होला। यो मैले मेरो अन्य म उहाँको बारेमा नबोल्ने, उहाँको बारेमा नगाउने भन्ने होइन। भोलि सडकमै पनि आइन्छ। म केही समयको लागि बाहिर भएको भएर म आफै पनि अस्वस्थ, उपचारसँगै मेरो अर्को एउटा काम गर्नुपर्ने बाध्यता भएर मैले भ्याली त्योभन्दा 2-3 दिन अगाडि नै छोडिसकेकी थिएँ। म यहीँबाट एकदमै क्षमा चाहन्छु। दाजु मैले यति मात्र भन्ने हो। मेरो केशव भण्डारी उहाँ चाहिँ त्यही होइसिन्छ, अनि बुद्धिसिंह विष्ट मेरो दाजु पनि त्यतै होइसिन्छ। मैले सबैको नाम लिन सकिनँ, यसको लागि माफी चाहन्छु। तपाईँहरूले चाहिँ घाइतेलाई चाहिँ घरमा बस्ने भन्नुहोस्, मरेर सत्ता कब्जा गर्नु पर्दैन। आफू नरहे पछाडि कसैले जिम्मा लिँदैन। हिजो गोली लागेर मरेको लाई कसले जिम्मा लियो,
आगो लगाएर मरेकोलाई कसले जिम्मा लियो? कसैले जिम्मा लिँदैन। त्यस कारणले जिउँदो रहँदा जिम्मा लिनुहोस्, मरिसके पछाडि जिउँदो रहने होइन, तपाईँहरूले जिम्मा लिनु पर्दैन। र हाम्रो पत्रकार बहिनी सबिना कार्की उहाँलाई पनि शीघ्र स्वास्थ्य लाभको कामना भन्न चाहन्छु। उहाँको दुईटै आँखामा समस्या आएको रहेछ। मेरो श्रीमानको पनि दायाँ बायाँ आँखामा समस्या देखाएको छ। यहाँ 8-10वटा टाका लागेको छ भन्ने कुरा सुनेको छु। यति बेला एकदमै दुःखद घडीमा छौँ हामी। सबैलाई चाहिँ भगवानले रक्षा गरून्। तर यो दमन छ, यो पुलिस दमन छ, त्यो चाहिँ मैले अघि पनि भनिसकेँ, फेरि पनि भन्न चाहन्छु। हाम्रो छातीमा तपाईँहरूले बुढुजुत्ता आज जसरी बजाउनु भएको छ, लाठीचार्ज जसरी गर्नु भएको छ, रडहरू जसरी युज गरिएका छन्, ढुङ्गाहरू जसरी प्रहार भएका छन्, त्यो दिन तपाईँहरूमाथि नआओस्। किनकि हामीले त तपाईँहरूलाई गर्दैनौँ, तर कुनै पनि बाहिरी मान्छे आएर तपाईँको छातीमा, नेपाल आमाको छातीमा परेड खेल्न नदिनु होला। हिजो जे भइसक्यो, आजलाई चाहिँ राम्रो तरिकाले जाउँ भन्ने एकदमै विनम्र अनुरोध गर्दछु। र घाइतेहरूले चाहिँ रेस्ट पाउनुपर्छ। घाइते लडाइँमा आएर कहिले पनि होइन, घाइतेले सिकायो, पाठ सिकायो, आफू घाइते भयो, तपाईँहरू सबै घाइते हुनुपर्छ भन्ने होइन। अब आफू एकदमै मजबुत तरिकाले, आफू एकदमै सहनशील भएर पुलिस दाजुभाइहरू पनि सघाउनुहोस्। तपाईँहरू पनि आफ्नो लागि सेफ भएर काम गर्नुहोस्। मरेर राज्य प्राप्त भन्दा त आफू मरिसकेर छातीमा ल्याएर कसैले राज्यलाई ल यो त्यो भने पनि तपाईँहरूले पाउने केही होइन। पीडा हुने भनेको हामी परिवारलाई हो। मलाई केही भयो भने मेरै परिवारलाई पीडा हुन्छ, अरूलाई केही भयो भने अरूकै परिवारलाई पीडा हुन्छ। हामीले एउटा हौसला दिने हो। त्यस कारणले तपाईँहरू चाहिँ जहाँ हुनुहुन्छ सुरक्षित तरिकाले रहनुहोस्। र जनता चाहिँदैनन् भने जे गर्दा पनि हुन्छ। लाइन लगाएर गोली हाने सरकार होइन भने पछाडि जनतालाई यतिसम्म दुःख। आज सडकमा शिक्षक सडकमै, डाक्टर हिजोदेखि सडकमै, एउटा डाक्टर हस्पिटलमा हुँदा त बिरामीहरूको कति मृत्यु हुन्थ्यो भने आज डाक्टरहरू पनि आन्दोलनमा उत्रिनु भयो भने बिरामीहरूको हालत के होला? यो भिडाउने कामभन्दा यो एउटा सम्पूर्ण जनता, देशवासी सबैलाई भिडाएर एक ठाउँमा ल्याएर यो द्वन्द्व गराउनुभन्दा कि समस्या समाधान गरौँ कि जनताको बीचमा राजीनामा दिउँ। तपाईँहरू सुध्रिनुहोस्, हामी पनि सुध्रिन्छौँ। हामी रहे तपाईँ, तपाईँ रहे हामी। बस, धन्यवाद।